ल फाइनल्ली यो टिकटकमा देखेको गुफामा पनि आयो आज घुम्न। ल हेर्नु है सबैजना, ल भित्र हेर्नु यस्तो छ गुफा। अब हामी भित्र जान्छौँ एकछिन। हामीहरू बाघको मुखभित्र गयौँ यो गुफाभित्र है। हेर्नु ल आउनु आउनु, ल आउनु दिजु। गुफाभित्र बस्यौँ है बाघको मुखभित्र। ल हिँड पर्यो, बाघको मुखभित्र छ यो। ल हिँड 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 न दिजु, आउनु। हामी बाघको मुखभित्र आयौँ है, बाघको पेटभित्र। अब कतासम्म पुगिन्छ हेर्नु हजुरहरू पनि। सबैजना बाघको मुखभित्र आउँदै हुनुहुन्छ। बहिनी, अङ्कल, दिदी, सानो भाइ। ल हिँड 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 हिँड। ल म आएँ, म पनि आएँ। अब हाम्रो सानो भाइ नि हिँड्नमा तगडा छ है अनमोल। बाघको पेटभित्र आयो होइन? ला हामी त बाघको पेटभित्र आयौँ त अनमोल। डर लागेन तिमीलाई? लागेन? जुत्ता भिजिहाल्यो नि। जय सरस्वती माँ। ल हिँड हिँड हिँड। ल अब कहाँ पुग्नुपर्छ हेर, बाघको पेटभित्र हामी। अब यताबाट भित्र यस्तो रहेछ। यस्तो छ यता हाम्रो दिदी फोटो खिच्दै हुनुहुन्छ। पेटबाट बाहिर निस्केर अब हामी यो बाटो हुँदै फेरि उतापट्टि पुग्छौँ। सानो भाइ खतरा छ हिँड्नलाई, गुटुङ टुङ हिँडिरहेछ है अनमोल। हाम्रो गाउँको जस्तै बाटो छ, याद आयो गाउँको सेम। बहिनी अघि अघि गइरहेछ।